कहाँ जाने लागि छ केटा? यस्तो कपाल सपाल गरेर चट्ट परेर हिँड्छम भनेर कता हिँड्न लागिस्? त्यहाँ साथीले भेट्न बोलाएको छ, त्यहाँ साथीलाई म भेटेर आउँछु, एकछिन बस्दै गर न। ल राम्रोसँग जा, तँलाई एक्लै बोलायो होला, मलाई बोलायो न। ल साथी म गएँ ल। ओहो के त साथी अनि पढिरहेको छौ क्या? पढिरहेको छ यार। यसो अल्छी लाग्यो, तिमीले राम्रो ढिला गर्यौ। के छ खबर? एकदम ठिक छ यार हेर। किन ढिला गर्यौ त आउन? होइन यसो अब यता सानोतिनो काम थियो अनि त्यही काम साम यसो भ्याएर आएको नि। ल ल ल बस न साथी, बस। ए ल यार ल बस ल। अनि के छ खबर? ठिकै छ। अनि तिम्रो के छ? ल साथी पानी पर्ला जस्तो छ। छुट्नु पो पर्छ होला हौ, जानु पर्छ होला। ए हो साथी, अहिले गइहाल्ने हो र? त्यसो भए एउटा केरा खाएर त जाऊ न यार साथी। ए ल एउटा केरा खाऊ, मैले नि एउटा केरा खान्छु ल। ल यार ओके धन्यवाद, मलाई त साह्रै भोक पनि लागिरहेको हो थियो। साह्रै मिठो रहेछ हौ केरा नि। मिठो लाग्यो र? अझ खाऊ न अझ सर। होइन होइन अहिले पुग्यो, अहिले म अगाएँ एउटा केराले म अगाएँ। पानी पर्ला जस्तो छ होइन, हतार हतार जानु परेछ म। ए हुन्छ हुन्छ ल ल है जाऊ। ल ल भाइ जाऊ है। ल फेरि भेटौँ। ओके ल। ल आइयो है साथी आइ। कति छिटो आइस् त? नास्ता सास्ता के खाएर आइस् त? केरा के भन्छ यो पागल? उहाँ साथीलाई भेट्न गएको, उहाँ केरा ठिक्क पारेर राखेको छ, एकछिन गफसफ गरियो, त्यही केरा चाहिँ खाएर आएको भनेको के।